खेलमा हामी दृढ संकल्प, पूर्ण आत्मविश्वास र उच्च नैतिक मूल्यका साथ आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्दछौँ। यस कार्यक्रममा हामी आज सहभागी भएका छौँ। राजनीतिलाई जनसेवा र राष्ट्र निर्माणका रूपमा स्वीकार गरेर राजनैतिक आन्दोलनका उपलब्धिको रक्षा कार्यान्वयन गर्न, दल नेतृत्व रूपान्तरण गर्न भएका क्रममा संघर्षका क्रममा भएका कमीहरूप्रति आत्मआलोचित हुँदै आगामी दिनमा कमीहरू दोहोरिन नदिने ठोस घोषणा पनि गर्दछौँ। सभाका सभाध्यक्ष महोदय, यस कार्यक्रमका हाम्रा अतिथि तथा अभिभावक डाक्टर बाबुराम भट्टराईज्यू, आदरणीय रामकाजी दाजु लगायतका सम्पूर्ण उपस्थित सबै आत्मीय मित्रहरू, म सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मताधीशहरूलाई ढुकबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छन्। अब मैं घोषणा पत्र प्रस्तुत गर्न चाहन्छु। विश्वमा 10,000 वर्ष राज गरेको विज्ञान अन्धविश्वासमा आधारित मूल्यमाथि मूलतः 15औं शताब्दीदेखि वैज्ञानिक हस्तक्षेप सुरु भयो। बढ्दो वैज्ञानिक हस्तक्षेपको पृष्ठभूमिमा विश्वमा विकास भएका प्रगतिशील विचारले नै मानव सभ्यतालाई प्रजातन्त्र, लोकतन्त्र, मानवाधिकार र सामाजिक न्यायतर्फ डोर्याएको हो। प्रगतिशील विचार, वैज्ञानिक खोज अनुसन्धान संघर्षका अनेक श्रृङ्खलाका क्रममा निरन्तर नवीन प्रयोगको परिणाम मानव सभ्यता आज तेस्रो युगमा मात्र आइपुगेको होइन, ब्रह्माण्डलाई नै आफ्नो वर्चस्वमा प्रयोग गर्ने स्तरमा विकास भएको हो। एआई, नानो टेक्नोलोजी, क्वान्टम भौतिकीमा आधारित वैज्ञानिक विकास, बायोटेक्नोलोजी आदिले वर्तमान सभ्यताको अगुवाई गरिरहेको छ। मान्छे हिजोको त्यो आदिम अवस्थादेखि आज न्यायको यो अवस्थासम्म आइपुग्न समाजका तिनै मानिसहरूको योगदान छ, जसले तत्कालीन समाजका यथास्थितिका खिलाफमा प्रश्न उठाए, असहमति जाहेर गरे, संघर्ष गरे। संघर्ष र आन्दोलन बलिदान गर्दै समाजलाई अगाडि बढाए। इतिहासको तथ्य हेर्ने हो भने एउटा होइन, दुईटा होइन, त्यसका असहमति र विद्रोह आन्दोलन निरन्तर हुँदै आयो। अब 10,000 वर्षमा विकास हुन गएको मानव सभ्यता करिब 6 वर्षमा 600 वर्षमा नयाँ उचाइमा विकास हुन सक्यो। समाज विकास नियमलाई न्युटनको गतिको तेस्रो नियम हरेक क्रिया बराबर प्रतिक्रिया हुन्छका आधारमा हेर्दा बुझ्दा थप स्पष्ट हुन्छ। त्यसकारण प्रश्न विमति र विद्रोह ज्ञानको आधारभूत नियम हो। नेपाली राजनीतिको संक्षिप्त समीक्षा। नेपालमा 2004 सालमा नेपाली कांग्रेस र 6 सालमा कम्युनिस्ट पार्टी स्थापना भयो। 40 सालमा बौद्ध रायसँगै राजनीतिक दलहरू बन्ने कुरा तीव्र भयो। नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी जहाँनिया राज शासन र पञ्चायत व्यवस्था पारेर मुलुकमा प्रजातन्त्र र बौद्ध ल्याउन योगदान गरे। पछिल्लो समय राजतन्त्र फालेर
देशवादी सर्व आदिवासी जनजाति आन्दोलनले देशमा संघीयता ल्याउन महत्त्वपूर्ण योगदान गरे। आजका कांग्रेस एमाले र माओवादी आफ्नो समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी थिए, परन्तु इतिहासमा योगदान गरेका दलहरूले राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे। फलत देश क्रम भ्रष्टाचार यथास्थितिमा फस्नुका साथै गति र परिणामविहीन हुन पुग्यो। नेपाली कांग्रेस 45 वर्ष, नेकपा एमाले 36 वर्ष, नेकपा माओवादी केन्द्र करिब 17 वर्ष सरकार चलाउने वा सत्ताको वरिपरिले रहे, परन्तु देश विकासको प्रमुख शत्रुका रूपमा रहेको हजारौं वर्षदेखिको सामाजिक उत्पीडन, मूलत जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भए। नेपालको विकासका लागि अनिवार्य भएर पुगेको नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको साटो बौद्धता संस्कृति संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले। भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिकरण गरेर राज्यका संस्था र प्रणालीलाई थप विकल्पमा बनाए। नागरिक प्रतिनिधिले संविधान सभा मार्फत संविधान लेख्ने अवसरलाई दलीय फलदानी अववेशको विषय बनाउँदा क्रान्तिका आन्दोलनको म्यान्डेट जस्ता कसैले सम्बोधन हुन सकेन। नियन्त्रित लोकतन्त्र जनवादको प्रयोगले दलहरूलाई अपाङ्ग बनायो। सांस्कृतिक भ्रष्टीकरण, बुझावा केन्द्रित राजनीति र कर्मचारी तन्त्रमाथि प्रदर्शित हस्तक्षेप गर्दै विजन र दृढतासहित अग्रसर हुन दलहरू असमर्थ भए। मुलुकमा रोजगारी, व्यवसाय, शिक्षा, विज्ञान, प्रविधि र उद्योग कलकारखानाको विकास एवं जनजीविकाका सवाल सम्बोधन गर्न खराबीको एउटा सिस्टम भत्काएर विकासको एउटा सिस्टम निर्माण गर्नुपर्नेमा त्यसतर्फ अग्रसर हुन सकेनन्। ठुला भनिएका दलका नेता कार्यकर्तालाई दुनियाँ कहाँ पुगेर समयको गति के हो पत्तै भएन। त्यसकारण पुनर्जागरण आन्दोलनात्मक अग्रगामी विचारका आधारमा संविधान संशोधन गरी देशलाई आर्थिक विकास र समृद्धिको युगमा प्रवेश गराउने आजको मुख्य राजनीतिक कार्यभार हुन पुगेको छ। विद्रोहको समीक्षा ठुला भनिएका दल र यी दलसँग सम्बन्धित नेताहरूले इतिहासले विरलै दिने नयाँ नेपाल बनाउने अवसर पाए पनि एकान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि ती वर्षलाई नराम्रोसँग गुमाए। राजनीतिक दल र तिनका नेता कार्यकर्ताको सांस्कृतिक भ्रष्टीकरण, यथास्थितिवादी कर्मचारी तन्त्र, चरम भ्रष्टाचार, परिवारवाद, सत्ताको कुर्सीमा बारम्बार नीतिगत घेरघेर आदि कारणले देश मत राजनीतिको सङ्कटको भोगरीमा मात्र फसेर युवा लगाए जनस्तरमा व्यापक निराशा निर्भर भयो। यसै पृष्ठभूमिमा विद्रोह प्रकट भयो। नेपालको इतिहासमा 8 र 9 सेप्टेम्बर 2025 जेएनजी विद्रोहका कारण ऐतिहासिक हुन पुग्यो। नेपाली इतिहासमा केवल युवाले गरेको आन्दोलनको बलमा करिब 40 घण्टामा सत्ता उपलब्ध भयो। जेएनजी विद्रोहका मूलतः 3वटा मागहरू थिए। पहिलो, भ्रष्टाचारको अन्त, शासन, दोस्रो, बन्द गरेका सामूहिक सञ्जालको खुला गरेर तेस्रो, पार्टीहरूको रूपान्तरण र विस्तारीकरण थाले। तर शान्तिपूर्ण आन्दोलनलाई राज्यले दमन गर्दा त्यो विद्रोहमा प्रवेश सक्यो। आन्दोलनमा 45 जना विद्यार्थीहरूको साधन भयो भने अन्य शान्तिवादको मृत्यु भयो। आन्दोलनका क्रममा सैनिकहरू घाइते भए। फलत आन्दोलनको बलमा सरकार ढलिसके अन्तरिम सरकार बन्यो। अतः पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा जेएनजी विद्रोहलाई सङ्गठित गर्न, युवा नेतृत्वको विकास गर्न, आन्दोलन मार्फत अभिव्यक्त अधिकारको आवाजलाई थप सशक्त बनाउन, देशलाई भ्रष्टाचार मुक्त गरी सुशासनको प्रत्याशा दिन, राजनीतिक, सामाजिक, आर्थिक राज्यका निकायको पुनर्संरचना गर्न, विज्ञान प्रविधिको विकास र रोजगारीको सृजनामा अग्रसर हुन, जवाबदेही र राज्य प्रणाली स्थापित गरी निश्चित समयमा देशलाई समृद्ध बनाउन, पुरातन्त्र लोकतन्त्र गणतन्त्र प्राप्तिका खातिर भएका विगतका ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, भाग आन्दोलन, जनजाति आन्दोलन, दलित आन्दोलन र जेएनजी
जाने घर जान नदिने नयाँ राजनीतिक पहल अनिवार्य बन्न लागेको छ। त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न व्यक्ति, युवा, विद्यार्थी, बौद्धिक वर्ग, प्रगतिशील लोकतान्त्रिक वामपन्थी शक्ति समूह र व्यक्तित्वको संयोजनबाट द्रुत गतिमा समृद्धि हासिल गर्न बलियो राष्ट्र, सभ्य नागरिक र दृढ सुदृढ राष्ट्र प्रणाली भएको समृद्ध ठ्याक्क बसाल्न सकिन्छ होला नि त्यो अगाडि गठन गरिएको हो। हाम्रो पार्टी आउँछ होला नि आउँछ राजनीतिक दलहरूमाथि एक नयाँ दल थपेर केही नेताहरू उत्पादन गर्न नभई हालको विभिन्न राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो। यस ऐतिहासिक घडीमा नेपाली समाज र राज्यको समग्र लोकतान्त्रिक र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि विभिन्न चरणमा भएका जनआन्दोलन, 10 वर्ष सशस्त्र जनयुद्ध, स्वदेशी आदिवासी जनजाति, महिला, दलित लगायतका विभिन्न समुदायको आन्दोलनका सम्पूर्ण महाशयहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। घाइते व्यक्तित्वहरूका शक्तिको सम्मान व्यक्त गर्दै उहाँको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी किन राजनीतिक पुनर्संरचना गर्न? मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीति नै समग्र पक्षको अगुवाई गर्दछ। राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ। त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमानपछि राजनीतिको पुनर्संरचना गर्नु हो। यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जाति, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनैतिक पुनर्संरचना सम्मेलन 2082 को आयोजना गर्नेछ। संविधान संशोधन, शासकीय स्वरूप, निर्वाचन प्रणाली, लोकतन्त्रको समृद्धीकरण, राइट टु रिजेक्ट, प्रत्याह्वानको अधिकार, प्राइमरी इलेक्सन आदि कार्यसूचीमा समेत छलफल गरी निष्कर्षता पुगिनेछ। यो सम्मेलनबाट हालसम्मका प्रत्येक 1.5 दशक भित्र भएका राजनीतिक आन्दोलन र ती राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरू किन कामयाबी हुन सकेन भन्ने कारणहरूको पहचान गरी समाधान खोजिनेछ। साथै उक्त सम्मेलनबाट देशको समग्र विकास र समुन्नतिका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरिनेछ। आर्थिक पुनर्संरचना। प्रगतिशील लोकतान्त्रिक पार्टीको आर्थिक नीति मूलतः समाजवादी मूल्यमा आधारित हुनेछ। नेपाली समाज मनोजको विविधतालाई मध्यनजर गर्दै पार्टीको आर्थिक नीति निरपेक्ष नभएर सापेक्षतामा आधारित हुनेछ। उत्पादन एवं बजार स्वतन्त्रको निर्यात मार्फत स्थानीय अर्थतन्त्रमा सामूहिक उत्पादन, रोजगार मार्फत गरिबी निर्मूलन, आत्मनिर्भर अर्थतन्त्र, आर्थिक पारदर्शिता, प्रगतिशील कर, न्यायिक वितरण, डिजिटल इकोनोमी, अनुसन्धान र नवकल्पनाका उत्पादक क्षेत्रमा लगानी, अनुत्पादक क्षेत्रमा लगानी शून्य, यी क्षेत्रलाई प्रबन्धन र यी क्षेत्रसँगको साझेदारीलाई प्रोत्साहन गरिनेछ। वैदेशिक लगानी आकर्षण गर्ने कुरालाई केन्द्रमा राखी आर्थिक क्षेत्रको पुनर्विकास गरिनेछ। पार्टीले संयुक्त मुलुक निर्माणका लागि देशको कार्यकारी प्रमुख मार्फत रहने गरी साथै राष्ट्रिय विकास प्रणालीको गठन गरी तीव्र विकासमा अग्रसर हुनेछ। 5 वर्षे, 10 वर्षे र 25 वर्षे लक्ष्य योजना निर्माण गर्नुपर्दछ। समृद्ध समाज निर्माणको पहिलो शर्त हो सामाजिक न्याय अथवा सामाजिक विभेदलाई जघन्य अपराध मानि एउटा सामाजिक न्यायको अवधारणा अनुसार समयमै न्याय र दण्डको व्यवस्था गरिनेछ। नीतिगत प्रणालीको पुनर्संरचना गर्न बिना योजनाको सहरीकरणले काठमाडौँलाई अस्तव्यस्त बनाए जस्तै यथाभावी नीति नियम बनाउँदा नीतिगत दोहोरोपना, एउटा नीति अर्कोसँग बाँधिएर काम नहुने, भ्रष्टाचारलाई प्रबन्धन गर्ने र अन्ततः देशको मार्गमा देशका नागरिक प्रत्येक आएको प्रक्रिया प्रसार गर्दै नीति र प्रणालीगत पुनर्संरचना गरिनेछ। बढीमा 2 तहबाट निर्णय हुने प्रणाली विकास गरिनेछ। राज्यको जिम्मेवारीमा रहेका व्यक्तिलाई राष्ट्रको लक्ष्य हासिल गर्न ठोस जिम्मेवारी परिचालन गर्नेछ। कसरी गर्ने? तुरन्तकालीन आन्दोलनको अगुवाई, वैज्ञानिकतामा आधारित मानव
निर्माण देश विकासको पहिलो अनिवार्य शर्त भएकोले नवीन सभ्यता निर्माण गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीले सांस्कृतिक रूपान्तरणलाई केन्द्रमा राखी आम नागरिक युवाहरूको नेतृत्वमा आम जनताको पहल र सहभागितामा सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानको माध्यमबाट पुनर्जागरण आन्दोलनको सञ्चालन गर्नेछ। यस आन्दोलनमा कम्तीमा 1 लाख युवाहरूको सहभागिता रहनेछ। पुनर्जागरण आन्दोलनको मुख्य उद्देश्य नेपाली समाजमा स्थापित अभिज्ञान जातीय लैङ्गिक विभेद र गलत परम्परा खारिज गरी न्यायपूर्ण र वैज्ञानिक समाज निर्माण गर्नु हुनेछ। यस आन्दोलन मार्फत हरेक नागरिकलाई समाज समान हिस्सेदार हो भन्ने स्तरमा उसको स्वाभिमान पाइनेछ। यो आन्दोलनका लागि पार्टीले छुट्टै विशेष कार्यक्रम तय गर्नेछ। भ्रष्टाचार विरुद्ध राष्ट्रिय महाअभियान सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन। त्यसका लागि पार्टीभित्र सुशासनको उच्चतम अभ्यास गर्दै देशमा सुशासन कायम गर्न अग्रसर हुनेछौँ। देशमा सुशासन हासिल गर्न मूलत युवाको अगुवाईमा भ्रष्टाचार विरुद्ध युवा शक्ति गठन गरिनेछ। युवा शक्तिले भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखन, गुण्डागर्दी लगायतको क्रिमिनल प्रोफाइल तयार पार्ने, सामाजिक सञ्जालमा सपोर्ट अभियान सञ्चालन गर्ने, सामाजिक बहिष्कार अभियान चलाउने लगायतका सुशासनका क्षेत्रमा प्रवर्तनात्मक विरोधात्मक आवश्यकताअनुसार सुधारको कार्यक्रम सञ्चालन गर्नेछ। प्रविधिको विकास र प्रयोग पार्टी राज्य सञ्चालन र उत्पादनका लागि साधनहरूमा प्रविधिको विकास र प्रयोगलाई अनिवार्य गर्नेछ। पार्टीका गतिविधिहरूदेखि सेवा प्रवाहसम्म प्रविधिको प्रयोग गरी आधुनिक पार्टी र देश निर्माण गरिनेछ। गुनासो सुनवाई, प्रगति प्रतिवेदन, आर्थिक क्रियाकलाप, खास विषयमा लक्ष्य क्षेत्र निर्णय सुधार आदि सबै कार्य डिजिटल प्लेटफर्म मार्फत पारदर्शी ढङ्गले सञ्चालन गरिनेछ। पार्टी र सरकारले लिने निर्णय गर्ने काममा आम नागरिकको सहभागिता सुनिश्चित गर्न प्रविधि मार्फत सामुदायिक सर्वेक्षणको अभ्यास गरिनेछ। प्रगतिशील लोकतान्त्रिक पार्टीको वैज्ञानिक भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गरेर मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर समृद्धिकरण गर्दै जानुपर्दछ। 21औं शताब्दीमा समस्या र अन्तर्गतलाई 18औं शताब्दीका विचार विधिले हल गर्न खोज्नु एवं देशले समाधान गरेपछि अझै पनि यो प्राचीन अप्रमाणित विचारतिर फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको सबैभन्दा ठुलो कमजोरी हो। अझ आजको युग एकसाथ विचार र राज्य समाजवादको युग हो। राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै हिसाबले अब हामीले नयाँ मोडेलको खोजेर विकास गर्नुपर्दछ। यसको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकता सहितको नेपाली समाज हुनेछ। पार्टीले परिवर्तन बाहेक सबै परिवर्तन योग्य छन् भन्ने बुद्धको वर्षलाई आत्मसात गर्दै मार्क्सको समयको औद्योगिक क्रान्ति कालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित गङ्गाको ऐतिहासिक भौतिकवाद भन्दा अगाडि बढेको अहिलेको चौथो र पाँचौं औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम भौतिकता लगायतका ज्ञान विज्ञानले वैश्विक मार्क्सवादी परिवर्तन ऐतिहासिक भौतिकवादमा आधारित विकसित वैज्ञानिक विज्ञान आधारित समाज विज्ञानको नवीनतम सिद्धान्तहरूको नेपाली समाजवाद पार्टीको मार्गदर्शन सिद्धान्तका विशेष सिद्धान्त हुनेछ। उसको आधार बनाइनेछ। संघात्मक सिद्धान्त प्रणाली असफल राजनीतिक दलहरूले गरेका खराब प्रयोगबाट शिक्षा लिँदै संघात्मक सिद्धान्तका रूपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिनेछ। प्रगतिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी हुनेछन्। आफ्नो नेता वा प्रतिनिधि छान्ने, उम्मेदवार छनौट गर्ने आदि सबै जिम्मेवारी संविधान कमिटीलाई दिइनेछ। विविधतामा आधारित नेपाली समाजको गठनलाई ध्यानमा राख्दै जनसङ्ख्या, भूगोलका आधारमा प्रतिनिधित्व र सहभागिता, जनजाति, धर्म, क्षेत्र, लिङ्ग, उमेर समूह सुनिश्चित गरिनेछ। विधि प्रधानका सामूहिक निर्णय, सामूहिक समानुपातिक नेतृत्व प्रणाली र व्यक्तिगत
वास्तविक क्रान्तिकारी हुनेछ। प्रत्यक्ष निर्वाचन, आन्तरिक लोकतन्त्र, एक व्यक्ति एक क्रान्तिकारीको, एक व्यक्ति दुई कार्यकाल, उल्टा बोलाउने बेरोजगार, शैक्षिक अनुशासन र वैज्ञानिक संस्कार, पर्यावरण व्यक्ति पार्टी संगठन, कार्यगत एकता र संयुक्त मोर्चा इत्यादि अवधारणा कार्यान्वयन गरिनेछ। प्रगतिशील लोकतान्त्रिक पार्टीको संगठन स्वयंसेवक र अभियानका स्वयंसेवी हुनेछन्। अभियानको आधार निर्वाह पार्टी आर्थिकमा मुक्त कुरा हो। विचार नेता कार्यकर्ता र समर्थकको उपस्थितिले यसलाई मूर्त बनाउनेछ। अतः पार्टीहरूको विचार नेता कार्यकर्ता समर्थकको सामूहिक अभिव्यक्ति हो। पार्टी कस्तो बन्ने सशक्तवादी टिम उसले अङ्गालेको विचार त्यस नेता कार्यकर्ता र समर्थक कस्ता छन् भन्ने कुरामा भर पर्दछ। त्यसकारण आफूलाई निरन्तर अध्यावधि राख्न, निरन्तर सापेक्षिक बनाउन र विश्व दृष्टिकोणसँग जोड्न पार्टीका सबै सदस्यहरू अध्ययनशील हुनुपर्छ। काम राम्रो गरेको जीवन शैलीको विधानमा लिनुपर्छ। प्रविधिको प्रयोगमा बल र नागरिकका साथी बन्नुपर्छ। हाम्रो पार्टीका हरेक सदस्य इतिहासप्रति जानकार, वर्तमानप्रति जिम्मेवार र पार्टी पुस्ताको उत्तरदायी बन्नुपर्दछ। सकारात्मक सृजनशीलता, सक्रियता, सहअस्तित्व, सहकार्य, न्यायको प्रवर्तन आदि हाम्रो पार्टीका सबै सदस्यहरूको इन्डियनहरूको जिम्मेवारी हुनेछ। प्रतिबद्धता लक्ष्य विजन र नीतिमा स्पष्टता, लक्ष्य प्राप्तिमा दृढता एवं बोली र व्यवहारमा एकरूपता हाम्रो पहिचान हुनेछ। यसका अलावा हामी निम्न कुराहरूमा सामूहिक रूपले प्रतिबद्ध रहनेछौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका सङ्कल्प एवं प्रतिबद्धताले सरकार रहनेछ। हामी नागरिकसँग कहिले नकारात्मक व्यवहार गर्ने छैनौँ। सकारात्मक सोच अभिप्रेरित हुनेछौँ। हामी परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्नेछौँ। हामी नेता कार्यकर्ताले कुनै पनि कार्यविभेद र अमानवीय कार्य गर्ने छैनौँ। हामी भ्रष्टाचार, महिला हिंसा, जातीय तथा लैङ्गिक विभेद जस्ता अमानवीय कार्यमा संलग्न हुने छैनौँ। हामी अग्रगामी सोच र चिन्तनबाट परिप्रेरित हुनेछौँ। हामी राजनीति अर्को चुनावका लागि होइन, अर्को पुस्ताका लागि हो भन्ने कुरामा दृढ रहनेछौँ। हामी जागिने मानसिकताबाट मुक्त भई देशका लागि इमानदारीका, नैतिकता, देशभक्ति, वैज्ञानिकको भाग र अग्रगामी सोच हाम्रो साझा आवश्यकता हो। पार्टीका स्वयंसेवकहरू, स्वयंसेवीहरू सहनशीलता, क्रियाशीलता, सृजनशीलता, अध्ययनशीलता, जवाबदेहीता, पारदर्शिता र नैतिक मूल्यका आधारमा सेवाको मार्गमा अगाडि बढ्नेछौँ। लामो समयदेखि अल्पविकसित, गरीब र बेरोजगारीको दुष्चक्रमा फँसेको देशलाई 3 वर्षभित्र अल्पविकसित देशहरूको समूहबाट बाहिर निकाल्ने, 10 वर्षभित्र मध्यम भएको देश बनाउन र 25 वर्षभित्र विश्वका विकसित मुलुकहरूको हाराहारीमा 97% हासिल गर्ने लाखौँ युवाहरू विदेश घुमेर रोजगारीको लागि भाउकाली कुरा राजनीति गर्नेहरूका लागि लज्जास्पद कुरा हो। हामी हाम्रो पार्टी यस्तो अवस्थाको अन्त गर्ने प्रतिबद्धता गर्दछ। आदिवासी, जनजाति, खस, आर्य र प्रदेशिक हिसाबहरू, ती जातीय क्लस्टर र महिला, दलित, मुस्लिम लगायत अन्य समुदायको समानुपातिक समावेशी सहभागिता, प्रतिको पहुँच र एकताबाट इन्द्रेणी राष्ट्रियताको प्रवर्धन गर्न एवं पहिचान र अधिकारको सङ्घीय भाषामा राज्यको पुरस्कार गर्न हामी प्रतिबद्ध हुनेछौँ। चौतर्फी भ्रष्टाचारको दलदलमा फँसेकोहरूलाई सुशासन र सदाचार कायम गर्नेछौँ। राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर भ्रष्टाचारप्रति सुशीलताका लागि संरचनागत पुनर्संरचना सहितको सुशासन र सदाचार कायम गर्ने पार्टीको महत्त्वपूर्ण कार्यभारका रूपमा ग्रहण गर्ने सङ्कल्प गर्दछौँ। हामीले 1 अर्ब जनसङ्ख्या भएका दुई विशाल देशहरूको बिचमा रहेको भूमण्डलकृत पुँजीवादी विश्वसँग अभिन्न ढङ्गले गाँसिएको नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षाका निम्ति क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको उचित मूल्याङ्कन गर्दै शिक्षा नीति र संरचना विकास गरिनेछौँ। आगामी दशकहरूमा विश्व तथा क्षेत्रीय शक्ति केन्द्रहरूको
बढेको हुनेछ। अहिलेसम्म नयाँ अग्रगामी समाजवादी चिन्तन हो, यसले गरी लाग्ने होइन। भारतलाई स्वतन्त्र धनी कृषि र सम्पन्न बनाउने उद्देश्य राख्नेछ। यो नयाँ उन्नत बढेको समाजवादमा व्यक्ति र समुदाय, निजीत्व र स्वाधीनता, सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण, राज्य यन्त्र र बजारतर्फ सेवा र मुनाफा, श्रम र पुँजी सबै पक्षका वर्गको सन्तुलित उपयोग र भूमिका हुनेछ। ऐतिहासिक जनान्दोलन, जनयुद्ध, प्रदेश विद्रोह, करोड आन्दोलन, आदिवासी, जनजाति, खस, महिला, धनी, मुस्लिम, अल्पसंख्यक लगायतका समुदायको दलालको सङ्घर्ष, मुख्यतः दलितद्वारा प्राप्त उपलब्धि र पछिल्लो देशले सर्गका तथा आन्दोलनका क्रममा रहेका शहीद व्यवस्था घाइते अपाङ्गहरूको सम्मानकरण, सङ्घर्ष बलिदान र त्यसबाट प्राप्त धार्मिक नेता, समाजवादी, समावेशी, प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा र बाँकी दायित्वको जिम्मा हामी लिनेछौँ। उत्पीडित वर्ग र समुदायका बाँकी रहेका अधिकारहरूको प्राप्तिका लागि पार्टी निरन्तर सङ्घर्ष रहन प्रतिबद्ध हुनेछ। वर्तमान विषम राजनीतिक परिस्थितिमा विभिन्न सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई दोहोऱ्याउँदै समृद्ध नयाँ नेपाल निर्माण गर्न सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक एवं अग्रगामी राजनीतिक शक्तिहरू रूपान्तरित र ध्रुवीकृत गर्न रहेछ। अहिलेको नयाँ पुस्ता राजनीतिबाट प्रेरित भएर पलायन हुने, निष्क्रिय हुने वा पब्लिक वर्गबाट भ्रमित हुने होइन। युथहरूको अग्रगामी विचार र राजनीतिको पक्षमा उभिन, बोलबद्ध हुन 12:45 है 12:45 फोटो खिच्नु स्वीकार गर्दै नयाँ भौतिक समाजवादीका आन्दोलन र नयाँ राजनीतिक शक्ति निर्माण गर्न उच्च नैतिक बल, दृढ सङ्कल्प, आत्मविश्वासका साथ अगाडि बढ्नेछ। यस ऐतिहासिक कार्यमा आफ्नो स्थानबाट सार्थक योगदान गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी सबैलाई हार्दिक आह्वान गर्दछ। हामी नेपाली माटो र हाम्रो बाटो भनेर हामी नारा लगाइरहेका छौँ। नेपाली जनता जिन्दाबाद, प्रगतिशील लोकतान्त्रिक पार्टी जिन्दाबाद। धन्यवाद।